साथीहरू यस्तो बबाल छ बबाल कन्डिसन छ आउनुपर्छ साथीहरू पुरा अब हामी घुम्न जाँदैछौँ गाइजहरू आमाहरू आउनु भएको छ भर्खर साम्पाङको पार्कमा अगाडि हेर्दै गर्नु होला नमस्ते नमस्ते छोरो अब मलाई डुलाउन लाने अरे र हेर्न हर्का साङपाङको तिर डुलाउन लाने अरे डुल्न जाँदैछु है ल साथीहरू हामी चाहिँ ओसोतिर जाँदैछौँ तपाईँहरू पनि हेर्नु होला बाबुरामपुरको टेम्पोमा हामी जाँदैछौँ है साथीहरू ओसो पार्क हेर्नु नबिर्सिनु होला हर्का साङपाङ चाहिँ एकदमै बाहिर पार्क राम्रो पार्क हाम्रो फ्यामिली सानो आमा नानीहरू बहिनी हामी जाँदैछौँ साथीहरू यता चाहिँ हाम्रो रिया हजुर हेर्दै गर्नु होला धरानको घरहरू त्यस्तो दामी दामी छ है यो चाहिँ स्टेडियम हो हाम्रो धरानमा जति पनि मेला लाग्छ यहीँ लाग्छ स्टेडियममा साथीहरू स्टेडियमको गेट चाहिँ यो हो यहाँ खेल्ने हो जानकी चौक साथीहरू जानकी चौक एकदम हाम्रो प्रसिद्ध धरानको जानकी चौक यहाँ चाहिँ मामाहरू र सर म हिँड्दै जाँदैछु साथीहरू 05 मलाई टेम्पोले बसिरहेछ अब लगभग पुग्न आँटिसक्यो मामाहरू बसिराख्नु छ ल म टेम्पो भएको ठाउँमा पनि आइपुगिसकिहालेँ है हेर्दै गर्नु होला साथीहरू हाम्रो भ्लग चाहिँ एकदम दामी दामी आउँछ कुसिनहरू तपाईँहरू नआए पनि हेर्न सक्नुहुन्छ एकदम मोबाइल भिडियो देखाउँदैछु हेर्नु होला परदेश प्रहरी कार्यालय हो साथीहरू अब लगभग आउन आँटिसक्यो यो चाहिँ धरानको पुलिस स्कुल हो यहाँ चाहिँ एकदम सुरक्षित विद्यार्थीलाई हुन्छ त्यही भएर सबैलाई यहीँ पढाउनुहुन्छ कतिपय अब म एकैचोटि ओसो पार्क देखाउँछु तपाईँहरूलाई है त ल है साथीहरू अब छिरियो है छिरी बिस्तारै लगा है भाइ बिस्तारै लगा ल हामी चाहिँ अब पुग्न आँटिसक्यौँ है लगभग एकदम रमाइलो ठाउँ धरानको है ओसो पार्क आयो है साथीहरू यस्तो सुखाराम छ खोला सुकेर के छ धन्न धरानको जनताले पानी खाएको छ होइन हामी चाहिँ यतापट्टि छौँ ल आयो है आयो साथीहरू ल हामी चाहिँ यहाँ अलिक माथि नै आयौँ बबाल छ है ल रिया पनि आइपुगिसक्यो हाम्रो मम्मी पनि झर्नुभयो ल उतापट्टि यस्तो सिन छ हेर्नु एकदम दामी छ है साथीहरू दामी अलि पानी छ है दामी पानी छ ओसो आइपुगिसक्यो यो पानी खानुपर्छ है अब वरिपरिको वातावरण कस्तो छ म तपाईँहरूलाई देखाउँछु हेर्दै रहनु होला साथीहरू यो चाहिँ ठक्क हामी यहाँ माथि आएको छौँ अब माथितिर जान्छौँ सर र अनि यतातिर देखाउनेछौँ है ल यस्तो दामी दामी छ हामी चाहिँ आएर धरान लागिसक्यौँ है साथीहरू हामी चाहिँ हेरिसक्यौँ यता यहाँ पनि पुरा इन्टरभ्यू हुँदो रहेछ
साथीहरू आइपुग्यो है हामी त अब माथिदेखि घुम्दै 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 जान्छौँ हेर्नु होला हजुर म चाहिँ यहाँ टिकट लिन्छु टिकट लिँदैछु है यहाँ पानी पनि रहेछ एकदम दामी एकदम गुलियो पानी छ है यो चाहिँ खोलाको पानी भाइ अनि कस्तो छ पर्खिने होइन त ल फोटो खिच्नु हुँदैछ है मेरो आमाले आमा हाँस्नु स्मृति ल आएर धरान सबै घुम्नलाई मैले टिकट लिइसकेँ है साथीहरू यो चाहिँ पारी खोलाहरू फुलहरू पनि दामी फुलेको छ है यहाँ चाहिँ इन्टरभ्यू यस्तो दामी बनाएको छ है सबैजना घुम्न आउनु होला यस्तो दामी छ है यो चाहिँ हातको अन्जुलीमा फुल फुलेको छ है यस्तो दामी छ है खोइ बात परि यस्तो दामी दामीहरू छ है राई लिम्बूको एकदम प्रतिमा भनिदिनु मम्मी ढोल झ्याम्टा सबै हाम्रो हुन्छ कार्यक्रम अनि यो राईको एउटा कार्यक्रमको ढोल हो यता चाहिँ हलो बोकेर यहीँ एउटा भाइ बारे जोत्न भइरहेछ उहाँलाई अलिक खानकीले पुगेन अरे र जोतेर हलो कमाइ गरेर खानलाई उहाँ हिँड्नुहुँदैछ यी चाहिँ भारी बोकेर दाजु चाहिँ भारी बोकेर हिँड्नुहुँदैछ यहाँ चाहिँ उँभो लाने भारी उँधो फर्केर बोक्नु भएको रहेछ अब बिसाउनु भएको होला तोकमा लाउनु भएको होला अब पहिलेको चलन यस्तै थियो अहिले त्यो चलन हराएर छ यता पनि भारी बोकेर उकालो बोक्नु पर्ने यहाँ अब ठुलो हेमसेम मान्छेले भारी बोकेको रहेछ भारी बोक्दा नसक्ने खालको रहेछ तर बोकेछ हाइट रहेछ यो भाइ ठिक गर भाइ यति नगरिकन हाम्रो जीवनलाई पोसियार पुग्दैन पोसियार बोकेर गरेर खाएर निमित गरेर खाएको ठिक छ अनि यता यहाँ चाहिँ लिम्बू भाइ हुनुहुन्छ होला अब फुलसुल रोपेर उहाँलाई सेवा गरेर फुललाई पानी लाएर मजाले बस्नु भइरहेछ फुलको छारीमा बस्नुभएको रहेछ अनि आरामले बस्नुपर्छ उहाँ भाइ उहाँलाई साह्रै सुख रहेछ खाना लाउन पुगेको रहेछ होइन अनि सुखले यहाँ बस्नुभएको रहेछ अरू अब ढाकर बोक्ने हलो जोत्ने त्यस्तै त्यस्तै गर्नुहुँदो रहेछ तपाईँलाई चाहिँ राम्रो छ है भाइ ल साथीहरू यस्तै छ है हाम्रो पार्क चाहिँ बाङलाई एकदम धन्यवाद छ यति गर्ने निमेती छोरा र यति गर्ने पोरखी मान्छे हामीले देखेको थियौँ न यो राम्रो गर्नुभएको छ सबैलाई रमित भयो हामी यहाँ डुल्न घुम्न आइरहेछौँ यसको हामी खुसी छौँ यसमा धेरै धेरै धन्यवाद दिँदैछौँ हामी हर्क साङपाङलाई र यदि त कुनैले पनि गरेको हामीले देखेको थियौँ न अब यस्तो गर्नुभएछ मलाई धेरै धन्यवाद छ र फेरि योभन्दा नि बढी गरेर लानु होला र योभन्दा ठुलो भएर जितेर जाँदै जाँदै गर्नु होला अनि हाम्रो आमाको कुरा कस्तो लाग्यो त साथीहरू यस्तो छ है सबैजनाले हेर्नुपर्छ यो चाहिँ आउनुपर्छ क्या दामी छ है सर्वदान गर्न जान आँटेको गैँती बेल्छ यस्तो यस्तो कुराहरू छ तपाईँहरू आउनु पऱ्यो नि त हेर्नु होइन क्या दामी दामी छ यस्तो दामी सिन छ अनि को आउनुभएको छ को आउनुभएको छैन सबैजना आउन सक्नुहुन्छ रमाइलो गर्न सक्नुहुन्छ आफ्नो मुड फ्रेस गर्न सक्नुहुन्छ हाम्रो अब हर्क साम्बाङजीको म चाहिँ एकदिन मस्त सुत्नु पर्यो कस्तो दामी छ है ल साथीहरू आजभोलि चाहिँ पानी नपरेर पुरा जङ्गलहरू चाहिँ पुरा सिक्रिङ्ग भएको छ है यहाँ चाहिँ खुलेको छैन रहेछ तपाईँहरू हेर्दै गर्नु होला एकदम मजाले देखाइदिनेछु हजुरहरूले यो भिडियो हेर्नु चाहिँ पर्छ एकदम तपाईँहरू नआए पनि हजुरहरूलाई एकदम रमाइलो मनोरञ्जन यो भिडियोमा तपाईँहरूले दिन सक्नुहुन्छ
र यति राम्रो राम्रो प्रतिमाहरू छ ल हेरिराख्नु होला म हजुरहरूलाई सबै देखाउँदैछु अब हामी चाहिँ अब आराधरान पो लागि हो साथीहरू यतातिर हेरिसक्नुभयो तपाईँहरूलाई अब उता चाहिँ भर्खर रिपेयरिङ हुँदैछ रिपेयरिङ हुँदैछ होइन हजुर दामी दामी ठाउँ बन्दै रहेछ नि आराधरान अब हामी देखाउँछौँ हजुरहरूलाई हेर्नु होला नानीहरू बिस्तारै जानु है नानीहरू बिस्तारी केराहरू पनि छ यही दामी दामी हाम्रो पार्कमा अझै पानी चाहिँ फेरि सुखाएर हुन्छ यता चाहिँ पुरा पाएभित्र छ पाएभित्र छ पानी साँच्चै पाएभित्र छ यता चाहिँ रिपेयर हुँदैछ है मैले देखाउने कुराहरू सबै देखाउँदैछु तपाईँहरूले हेरिदिनु होला तपाईँहरूले हेरिदिनुपर्छ अनि हाम्रो हिरो चाहिँ मेरो साथी हो साथीले फ्रीमा लिएर आएको घुमाउनु ल हेरौँ है कस्तो पार्ने सेलरोटी होला कता डालोतिर खाउँ ए के छ अरे सेलरोटी चाहिँ सेलरोटी खाने हो यो चाहिँ आराधरा नि निकाल्दिउँ सेलरोटी पनि रहेछ है बनिन्छ हो शेरपेनी बोजूले बनाएको शेरपेनी बोजूले बनाएको रोटी टङ्बा 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 अनि मछलीहरू छ माछाहरू छ ल माछाहरू कछुवाहरू ल आराधरान यो चाहिँ साथीहरू अनि कस्तो लाग्दैछ तपाईँहरूलाई हाम्रो ब्लग एकदमसँगले हेर्नु होला है यो चाहिँ आराधरान है यो चाहिँ आराधरानमा पुरा आरा काटिराख्नु भएको छ अनि लगभग हाम्रो सिनहरू चाहिँ यस्तै यस्तै छ यस्तै हो यति नै हो अझै तल देखाएको छुइनँ मैले तपाईँहरूलाई अहिले कलर पनि बदली भएछ ए आराधरानमा चाहिँ पुरा आरा काट्नु चाहिँ यस्तो हो तपाईँहरू आउनु पर्यो घुम्नु पर्यो हेर्नु पर्यो होइन अनि यो चाहिँ धारा यो भाइरल धारा हो फेरि यहाँको पानी खाएको चाहिँ सबैले भिडियो बनाइरहेको हुन्छ अनि यहाँ पानी चाहिँ यसरी आउँछ यहाँबाट चिन्डोबाट आराधरा कस्तो लाग्यो कस्तो लाग्दैछ हजुरहरूलाई हाम्रो भिडियो हेर्दै गर्नु होला मैले चाहिँ सकेसम्म सबै कुरा देखाउने प्रयास गरिरहेको छु हजुरहरूले हेर्नुपर्छ स्किप नगरिकन हेर्ने अनि तपाईँहरूकोमा आएपछि चाहिँ लाइक एकपल्ट त ठ्याक्क हानिदिने यदि दुःख गरे अनुसार चाहिँ तपाईँहरूले गर्नुपर्छ अनि यो चाहिँ मेरो तपाईँहरूले चिन्नु नै भयो होला हाम्रो मेरो बुढी रिया अब तपाईँहरूलाई म यो आराधरानसम्म देखाइसकेँ अब यहाँदेखि उँधो छिरेपछि फेरि अर्को देखाउने छु हेर्दै गर्नु होला साथीहरू अब म तलतिर गएर फेरि देखाउने छु है हामी साथीहरू आराधरान चाहिँ घुमिसक्यौँ अनि हामी यो बाटोतिर हिँड्दैछौँ अब हामी तपाईँहरूलाई अलि तलको देखाउनेछौँ अनि त्यहाँदेखि चाहिँ एकदम अन्त्य भिडियो हुनेछ तपाईँहरू हेरिराख्नु होला यी बाटो यस्तो बाटो पनि हिँड्नुपर्छ है फेरि लु मेरो कान्छी बहिनी चाहिँ के भयो अरे मदेखि जस्तै भएर छोपेर हिँड्दैछु टाउको पनि साथीहरू एकदम रमाइलो रमाइलो भिडियोहरू हालिदिएको छु हेर्नु होला अनि अब तपाईँहरूलाई यहाँ तलको सिन देखाउँछु त्यति बेलसम्म बसिराख्नु होला हेरिराख्नु होला है एकदम बबा टिकट काटेर जाने टिकट काटेर यहाँबाट यसो घुमेर अनि यस्तो गएर यस्तो 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 जाने हो साथीहरू टिकट ल लाइन पनि गएछ पानी पनि रोकियो अब हामी यहाँ चाहिँ घुमेर सब तपाईँहरूले देखाउँदैछु है लाइन गएछ फेरि यहाँ यो चाहिँ बाजे बोजू कि के अरे यहाँ चाहिँ थुन्चे बोकेर बस्नु भइरहेछ गुराँसको फेदमुनि ल जे पनि नजिकबाट हेर्दा राम्रो देखिँदैन भनेको त्यही है ल यस्तै छ है धरानको ओसो पार्क ल
ओसो पार्क यस्तै छ हेर्नु होला। केही हुनुहुँदो रहेछ तर उहाँहरूले चाहिँ भारी बोक्नुभयो चाहिँ कसरी म चाहिँ रिटै भरिया इन्द्रलाई लगाएर म हिँडेको कहाँ हिँडेको अनि माइत हिँडेको अब भरिया लाएर माइतीहरू पनि मेरो पौडेलहरू नि त्यही कोही बाङ्गे कोही कोही छैन अब अलिक टाढा बाटो र यहाँ बिसाउँदै बिसाउँदै हिँड्दैछौँ। ए माइत हिँडेको तपाईँ? मैले छोराछोरी लिएर पनि हिँडिरहेको छु आमालाई टिको लगाउन दसैँमा। म मेरो कान्छी छोरा कान्छी बुहारी अनि के भन्दै हुनुहुन्छ सुन्नु होला साथीहरू। हिँड्दैछु है। कोसिटी बोकेर बोजूहरू बसिराख्नु भएको छ अनि मेरो आमाको गफ सबैले यहाँ हेर्नु पनि सक्नुहुन्छ सुन्न सक्नुहुन्छ हेर्नु होला। अहिले फेरि लाइन गरेर यहाँको ऊ चाहिँ फाउन्टेन चाहिँ चलेको छैन, यहाँ चाहिँ पानी नै चलेको छैन। हामी आउने बित्तिकै लाइन गयो। यता पारि चाहिँ यस्तो छ सिनहरू अनि एकदम रमाइलो छ। सबैजना आउनु होला होइन। कस्तो लाग्यो हजुरहरूलाई? अब आउनु हुनेले चाहिँ देखि नै हाल्नु भएको छ होइन, नआउनु हुनेको लागि चाहिँ एकदम स्पेसल यो भ्लग तपाईँहरूको लागि होइन। हेर्नु पऱ्यो नि त होइन। पारि खोलामा यस्तो विकास हुनु भनेको चाहिँ तपाईँहरूले पनि सोच्नुपर्छ है। धेरै राम्रो एकदम राम्रो हाम्रो भर्खर साम्पाङ ज्यूले मात्रै नभए पनि अरू सपोर्ट गर्नुहुने सबैले एकदम राम्रो ठाउँमा मान्छेलाई घुम्ने मनोरञ्जन लिने ठाउँ बनाइदिनु भएको छ। एकदम खुसी एकदम राम्रो लाग्यो मलाई चाहिँ। तपाईँहरूलाई कस्तो लाग्यो? यस्तै छ हाम्रो ब्लग चाहिँ भिडियो। तपाईँहरूलाई मैले सकेसम्म सबै देखाउने प्रयास गरेँ। कस्तो लाग्यो हेरेर साथ सपोर्ट लाइक कमेन्ट गर्नु होला। अनि म चाहिँ यता छु। अहिले चाहिँ घाम पनि लागेको छ, अनुहार पनि पुरा टर्किरहेको हुँदैछ पुलमा। पुल पारीको मम्मी तार्नु हावा कस्तो छ? राम्रो छ है? राम्रो छ राम्रो छ। अब यसो गुठाला गर्दा गर्दा घाँस काट्दा सुँगुर चारो गर्दा हैरान भएर यसो उपचार गर्न आएको छोराछोरीले यहाँ हल्का साङपाङको पार्क ओसो पार्कमा पार्कमा आएर घुमाएर म फ्रेस हुँदैछु। छोराछोरीले घुमाएर ऊ आयो पानी। ल पानी पनि ठिक्क आएछ है साथीहरू। ए पानी पनि आएर अहिले चाहिँ पुरा चलिरहेछ। ल यस्तै हो सिनहरू चाहिँ साथीहरू। पुल तर्दैछौँ साथीहरू। पुल एकदम दामी छ खोलामा पुल। पानी पनि आयो माथि। यहाँ चाहिँ बस्ने ठाउँ रहेछ। एकदम रमाइलो सबै हेरिसक्नुभयो होला देखिसक्नुभयो होला कस्तो छ। अब स्किप गर्नुभयो भने चाहिँ देख्न पाउनुहुन्न। तपाईँहरूले स्किप नगरी हेर्नु होला होइन। यहाँ चाहिँ पुरा बगर पानी छैन अहिले ए हजुर हेर्नुभयो? ल ल ल हाम्रो चाहिँ आमाले पनि टिकटकमा चाहिँ ओभर राम्रो नाच्नु भयो अरे, प्रशंसा गर्दै हुनुहुन्छ। इ दामी दामी छ है साथीहरू। को आउनु भएको छैन यो ब्लग हेरेर अवश्य आउनु होला, लाइक कमेन्ट गर्नु होला। आमाको माया धमिलो छाया भन्ने मात्रै हो, यति धेरै माया गर्नुहुन्छ। यस्तै छ अब साथीहरू। यस्तो बबाल छ बबाल कन्डिसन छ। आउनुपर्छ ओसो पार्क। मेरो बुढीलाई लिएर आइसक्यो। तपाईँहरू पनि आफ्नो गर्लफ्रेन्ड बुढी लिएर घुमाएर फ्रेस बनाएर घरमा मक्कु काम लाउनुपर्छ साथीहरू। सक्दिनँ म। ल खाजा खाने ठाउँमा आइपुग्यो है। के छ? ल हामी चाहिँ खान थाल्यौँ है। रिया के खाने? पर्क सेकुवा। सेकुवा आयो सेकुवा साथीहरू। टोङमा पनि आयो। ए टोङमा पनि आयो। ए हाम्रो भाइको दोकानमा चाहिँ आउनु होला, दामी पाउँदो रहेछ। के हो रिया यो? दामी नि दामी वाउ रहेछ। ल
हेलो ल मेरो बहिनीले पुरा खोइ दुले ठाउँमा गनाउँदै थियो यो अघि खाम गनाउँदै ल मम्मी खानु मै टोङबा तपाईँको यो ओहो यो अब खाएपछि के हुन्छ त म साथीहरू आँखा चिमचिम हुन्छ मम्मी खानु मेरो काइला राखेर को को अरे काइला दाल भाइसँग बसेर खान्छ अनि बिचरा के गर्नु त अब केही मासु चाहिँ दामी लाग्यो क्या मलाई ल साथीहरू ओसो पार्कमा चाहिँ घुम्नु मात्रै होइन खानु पनि दामी दामी पाइन्छ अरे ल अब खाइ लाग्यो लाइक कमेन्ट गर्न नबिर्सिनु होला र मैले सबै कुरा देखाउने प्रयास गरेँ र आजको भिडियोलाई म यतै अन्त्य गर्छु र फेरि पनि नयाँ नयाँ भ्लगलाई सपोर्ट गर्दै हजुरहरूले एकदम अगाडि बढाउनु पर्ने हुन्छ आजलाई बाई बाई थ्याङ्क यू सो मच फुल वाचिङ गर्नु होला भन्दै आजको भिडियोलाई म यहीँ अन्त्य गर्छु हस्त धन्यवाद